सो हाई एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि आज चाहिँ म चाहिँ आएको छु यहाँनिर दोकानमा हो। आज चाहिँ खास गरी चाहिँ साथीहरू यो सन्डेको भिडियो तर मैले चाहिँ अपलोडै गर्नु टाइमै पाएको थिएन हो। अनि त्यही भएर चाहिँ एकदमै दोकानमा बसेर अल्छी लागेर चाहिँ अन्त भिडियो बनाऊँ भनेर चाहिँ मैले त्यहाँ भैयालाई भनेको थिएँ कि अन्त सुट गरिदेऊ त मेरो भनेको त्यो बिचराले गरिदिँदै हुनुहुन्थ्यो हो। अनि यहाँनिर चाहिँ छ इयरिङ्सहरू टपहरू हो, एकदमै राम्रो राम्रो कलेक्सनमा छ। यो चाहिँ के भन्छ यो चाहिँ प्योर गोल्ड चाहिँ होइन साथीहरू, यो चाहिँ सिल्भर गोल्ड हो। के भन्छ एकदमै प्योर सिल्भर हो। अन्त यसमा चाहिँ गोल्डको चाहिँ पलिस गरेको छ हो। अनि यहाँनिर चाहिँ यो नेक्लेसहरू पनि छ, चोकरहरू भयो होइन। अनि जुन चाहिँ यहाँ चाहिँ म नाटक देखाउँदैछु। अनि यहाँनिर चाहिँ छ, यहाँ पनि चोकरहरू छ हो। अनि यहाँनिर चाहिँ जति पनि तपाईँले यो चेनहरू भयो होइन, यो चाहिँ तपाईँहरूले एकदमै लाइट, त्यति साह्रो त्यो हेभी वेटमा चाहिँ छैन, तपाईँले इजिली वेयर गर्नु सक्नुहुन्छ। यहाँनिर चाहिँ छ रानी हारहरू, अब यसलाई त सायद रानी हारहरू नै भनिन्छ होला, तर मलाई त्यति साह्रो त थाहा भएन साथीहरू। रानी हारहरू भयो हो। अनि यहाँनिर चाहिँ म आफ्नो यहाँ प्लान्टहरू देखाउँदैछु, स्नेक प्लान्टहरू पनि छ। एकदमै यो स्नेक प्लान्टहरू राखेको कारणले गर्दा चाहिँ एकदमै दोकानको चाहिँ होइन सपको चाहिँ लुकै चेन्ज भएको छ। अनि यहाँनिर चाहिँ अझै छ। अनि यो चाहिँ माथापट्टिहरू भयो, सबै एभाइलेबल छ यहाँनिर। ब्याङ्गल्सहरू भयो होइन, फिङ्गर रिङहरू भयो, सबै छ। अन्त यहाँ पनि अझै यो टपमा छ, एकदमै धेरै राम्रो कलेक्सनहरू चाहिँ एकदमै धेरै राम्रो कलेक्सनहरू छ। अनि तपाईँहरू एकदम भिजिट गर्नुहोस् होला जसलाई राम्रो लाग्छ। अनि यहाँनिर चाहिँ अझै अर्को पनि भयो, यो चाहिँ मदर अफ पर्ल हो। यो चाहिँ यसमा चाहिँ 20% अफ छ डिसेम्बरसम्म। अनि एकदमै यो चाहिँ के भन्छ यो पनि मतलब यसको यो जुन चाहिँ चेन गोल्डन कलरको देख्नुहुँदैछ, यो सबै सिल्भर गोल्ड हो। तर यसको जुन चाहिँ यो मेन जुन चाहिँ उयो छ त्यो चाहिँ मदर अफ पर्ल हो। अनि एकदमै धेरै राम्रो कलेक्सनहरू छ यसमा पनि। यसमा तपाईँले चोकरहरू, ब्याङ्गल्सहरू सबै तपाईँले पाउन सक्नुहुन्छ। अनि हाम्रो चाहिँ सपको लोकेसन रहेको छ बेङ्गलोर भिआर मल, फिनिक्स मलको साइडमा छ। अनि एकदमै यहाँनिर किनकि कतिजनालाई थाहा छैन रहेछ यो भिआर मल भनेको चाहिँ। अनि यहाँनिर चाहिँ यहाँ चाहिँ हाम्रो आउनु भएको रहेछ सान्टा क्लज हो। अनि हाम्रो नेपाली भाषाबाट भनौँ भने चाहिँ के भन्छ क्रिसमस बाजे आउनु भएको रहेछ। अनि एकदमै धेरै भिड भइरहेको थियो यहाँनिर चाहिँ, किनकि फोटोहरू खिचिरहनु भएको थियो हो। अनि यहाँनिर चाहिँ अझै यहाँनिर पनि छ यो ग्रिन कलर, यो चाहिँ एकदमै राम्रो मतलब हुन्छ नि सिम्पल लुक छ हो। अनि योहरू छ जति पनि तपाईँले देखिरहनु भएको छ, तपाईँहरूले यो चाहिँ एकदमै इजिली वेयर गर्न सक्नुहुन्छ। अनि यो चाहिँ यो मरुन कलरमा पनि एकदमै धेरै राम्रो छ, जेमा पनि सुहाउने क्या, जेमा पनि सुहाइहाल्ने। अनि यहाँनिर पनि छ। अनि क्रिसमसको कारणले गर्दाखेरि चाहिँ यहाँनिर डेकोरेसन पनि हामीले अलिअलि गरेका छौँ, क्रिसमस ट्रीहरू पनि राखेका छौँ। अन्त यो साइडमा पनि छ, यहाँनिर पनि यो पनि एकदमै धेरै राम्रो छ, सिम्पल लुकमा छ। तपाईँले जुनै पनि ड्रेसमा इजिली वेयर गर्नु सक्नुहुन्छ हो। अनि फेरि यो चाहिँ मल्टी कलरमा छ क्या, अब कतिवटा चाहिँ अब जुनै पनि कलरमा, जुनै पनि तपाईँको ड्रेसको कलरमा म्याच भइहाल्ने खालको ज्वेलरीहरू छ। अनि यहाँनिर चाहिँ यो चाहिँ जुडियो हो, जुडियोको अपोजिटमा चाहिँ हाम्रो दोकान छ। अनि यहीँनिर नै हो। तपाईँहरू एकदमै जतिजनासम्म यो मेरो भिडियो पुग्छ उनीहरू चाहिँ एकदमै हेरेर चाहिँ यो भिडियो हेरेर चाहिँ एकदमै आइदिनुहोस् होला। अनि